नमस्कार। सबैलाई नमस्कार। स्माइल विषयवस्तुलाई केन्द्रित गरेर हामीले रिपोर्टिङ गरिरहेका हुन्छौँ र धनगढीमाई वाडा नम्बर 12 को ठट्या वर्गमा वट सावित्री भन्ने एउटा विशेष पर्व जुन मैथिली संस्कारमा चर्चित रहेको छ। पछिल्लो 1-2 वर्षदेखि यस ठाउँमा यसरी वट सावित्री पर्वको आयोजना गरिँदै आएको अवस्था छ र खासमा वरको गाछीमा कोटमा धागा विधिपूर्वक पूजापाठ गरी धागा बेर्ने विषय परम्परा रहेको छ र यहाँलाई के जानकारी गराउँ भने मध्य प्रदेशका विभिन्न ठाउँहरूमा यो वट सावित्री पर्व विगत लामो समयदेखि चिरपरिचित रहे पनि यो पछि राजमार्ग एक अर्थात् विश्वपट्टिमा करिब 3 वर्ष अगाडिदेखि मात्रै यो अस्तित्वमा आएको पनि म जानकारी गराउन चाहन्छु। यद्यपि यो धार्मिक सांस्कृतिक आस्थासँग जोडिएको एउटा पर्व हो। आज 2082 जेठ 12 गते क्यामेरामा हामीले यो दृश्य देख्यौँ। धन्यवाद।